नेपालको नेताहरू कहिले टक्क एयरली बस्छन् होइन अनि टक्क अब के हामी सुध्रिने हो त ल सुध्रिने हामी सुध्रिने होइन हामी गरौँ हामी जनताहरूको लागि एकदम मेहनत गरौँ सुध्रियौँ हामी त्यही पनि एकचोटि जनताहरूको मनस्थिति कस्तो त्यो रिपोर्ट हेरौँ ल भनेर टक्क रिपोर्ट पढ साइकोहरू भनेर टक्क मैले सोचेको कुरा होला होइन मैले अहिले भने होइन क्या म रातिमा सोच्थेँ यस्तो यस्तो कुराहरू क्या स्योर त्यो भयो होला क्या किनकि त्यो जनताको ताल हेर्न एकचोटि ब्रो मैले भने त्यो यसो रिपोर्ट हेऱ्यो अब नेपाली जनता अझसम्म साइकै छ है अनि अब होइन अब त्यो छ नि अब यिनीहरूको लागि गर्ने त आइक्यू बढ्यो नि यस्तो हेऱ्यो छैन आइक्यू बढेको छैन 40 भन्दा माथि बढेको छैन अनि सो हेरेर ओहो यो एडाको त कहाँ छ यो 100 120 यसलाई अमेरिका पठाइदिइहाल्दो देश फाँड्छ यसले के गर्ला कि बुद्धिमानीहरू यहाँ बस्यो भने बुद्धिमानीहरूलाई पठाएर मूर्खलाई मात्र राखेर लडाइदिने हो नि त होइन अनि मूर्ख भएर नि हो नि त